মোৰ প্ৰাণৰো প্ৰাণৰ মোৰ গানৰো গানৰ মোৰ দেশ মোৰ প্ৰতিটো কামে মোৰ প্ৰতিটো চিন্তাই এই দেশৰ বুকুত ৰচে হয় সোণোৱালী ভৱিষ্যতৰ সপোন আজলি ছোৱালী নানা ফুলে তুলি আনিলো আচল ভৰাই। नमस्ते सम्पूर्णमा म जतन प्रधान सतीर्थ मिलन अधिकारीको साथमा गोर्खा आवाज लाइभका सम्पूर्ण दर्शकवृन्दलाई म स्वागत गर्दछु। आज म उपस्थित भएको छु बढाबजान अन्तर्गत 3 नङ नाहरसापुरी गाउँमा, जहाँ हाम्रो गोर्खा चेली 2 जना दिदीबहिनीले नै उच्च माध्यमिक परीक्षा र उच्चतर माध्यमिक परीक्षामा लेटर सहित पास भएको हुनाले गाउँवासी र गोर्खा डेभलपमेन्ट काउन्सिलका सदस्य श्रीमान शङ्कर लामाज्यू पनि यहाँ सम्बर्धनाको लागि उपस्थित हुनुभएको छ र म सोझै हाई सेकेन्डरीमा जो 84% लिएर पास भएकी जानम थापा हुनुहुन्छ हाम्रो माझमा। उहाँसित म यस विषयमा जान्न चाहन्छु। तपाईको नाम? नमस्ते, मेरो नाम जानम थापा हो। त कुन स्कुलमा पढ्नुहुन्थ्यो तपाईँ? म हुनलाल हायर सेकेन्डरी स्कुलमा। तपाईको पर्सेन्टेज? मेरो पर्सेन्टेज 83.4। 83.4। लेटर कतिवटा सब्जेक्टमा छ? मैले 4टा विषयमा लेटर लिएको थिएँ। अरु तपाईँ स्कुल चाहिँ कहाँ पढ्नु भएको थियो? त्यही म स्कुल बढाबजान हाई स्कुलमा। बढाबजान हाई स्कुलमा। अनि पढ्दाखेरि केही असुविधा घरमा? पढ्दाखेरि लाइनको त यति साह्रो हुन्थेन, लेकिन अलिक त्यो हुन्थ्यो असुविधा। त्यही अलिक आर्थिकै भनौँ, त्यस्तै हुन्थ्यो। तपाईको घरमा को छ? मेरो बाबा हुनुहुन्छ, आमा हुनुहुन्छ, बहिनी, भाइ अनि म। तपाईको हबी के छ? मेरो हबी मलाई गाना गाउनु राम्रो लाग्छ, खेल्नु राम्रो लाग्छ। यो हायर सेकेन्डरी पास गर्नुभयो, यसको पछि तपाईँ डिग्री गर्नु भनेर सोच्नु भएको छ कि केही एम लिनु भएको छ केही गर्ने? म डिग्री गर्छु भनेर सोचेछु। त्यसको बादमा के तपाईको एम? मेरो एम चाहिँ सिभिल सर्भिस एक्जाम। सिभिल सर्भिसको लागि त्यसको लागि त ग्रेजुएसन हुनुपर्छ। आजली ছোৱালী नाना ফুলে তুলি আনিলো আচল ভৰাই সজাই ফুলেৰে অতি যতনেৰে বঢ়ালো বৰণ শৰাই সজাই ফুলেৰে অতি যতনেৰে বঢ়ালো বৰণ শৰাই আজলি ছোৱালী নানা ফুলে তুলি আনিলো আচল ভৰাই। ठीक छ, धन्यवाद ज्ञापन गर्न चाहन्छु। हायर सेकेन्डरी परीक्षामा राम्रो 83.4% मा पास गरेकी जानम थापालाई सँगसँगै उहाँको बहिनी एउटै घरमा 2 जना पास, मेट्रिकमा पनि राम्रो पर्सेन्टेज लिएर पास गरेकी इनाम थापा। हजुर नमस्ते, मेरो नाम हो इनाम थापा। तपाईँ मेट्रिकमा कति पर्सेन्ट लिएर पास? 67.67। 67। लेटर के थियो? लेटर एउटामा थियो। के सब्जेक्ट? आसामिसमा। कति मार्क्स थियो? 83। 83%। कुन स्कुलमा पढ्नुहुन्छ तपाईँ? म बढाबजान हाई स्कुलमा पढ्थेँ। बढाबजान। अनि हाई सेकेन्डरी कुन स्कुलमा गर्न सोच्नुहुन्छ? दुन्दुमा हुमलाल हाई सेकेन्डरी स्कुल। हजुर। अनि तपाईको एम के छ? मेरो भविष्यमा डिसी बन्नु मन लाग्छ। डिसी। अरु तपाईको हबी? हबी यतिकै कविता गर्न राम्रो लाग्छ। कविता के जान्नुहुन्छ? जान्दैछु। गाउनुस्। মোৰ প্ৰাণৰো প্ৰাণৰ মোৰ গানৰো গানৰ মোৰ দেশ মোৰ প্ৰতিটো কামে মোৰ প্ৰতিটো চিন্তাই এই দেশৰ বুকুত ৰচে হয় সোণোৱালী ভৱিষ্যতৰ সপোন মোৰ জীৱনৰ আহে আহে মোৰ যৌৱনৰ কুহে কুহে সেই সপোনৰ কলৰূৰ দেখে দেখে দেশ আছে এনে বহু দেশৰ অৰঙে দৰঙে মই ঘূৰিছোঁ বন্ধুৰ হতে প্ৰাণ খুলি প্ৰাণৰ কথা পাতিছোঁ তাৰ পিছত আকৌ আৰম্ভ কৰিছোঁ নতুন যাত্ৰা এনে বহু যাত্ৰাৰ শেষ মোৰ দেশ যাৰ বুকুৰুমে মোক দিছে ভাল পোৱাৰ আনন্দ যৌৱনৰ প্ৰাচুৰ্য
জীৱনৰ নতুন অৰ্থ। ধন্যবাদ। साह्रै राम्रो, खुबै राम्रो कविता हेरी गर्नुभयो। तपाईँ यो मेट्रिक परीक्षाको लागि कति घन्टा पढ्नुहुन्थ्यो? म स्कुलबाट के भन्छ 3:30 बजीतिर आइपुग्थेँ घरमा। তাৰপিছত यतिकै म घरको कामहरू मम्मीलाई सघाइदिन्थेँ। তাৰপিছত म यस्तै 6:30 बजी 5 बजीतिर म के भन्छ प्रार्थना गर्थेँ घरमा दिदीहरू भाइहरूसँग। তাৰপিছত म 6:30 बजीतिर म पढ्नु बस्थेँ। তাৰপিছত भात खाइ लिन्थेँ, भात खाएर अनि फेरि पढ्नु बस्थेँ। राति कति बजीसम्म पढ्नुहुन्थ्यो? 11:30 अनि बिहान कति बजी उठेर पढ्नुहुन्थ्यो? बिहान त्यस्तै कहिले 3 बजी कहिले 4 बजी त्यस्तै। ठिक छ, तपाईँसँग कुरा गरेर राम्रो लाग्यो। उहाँ देख्नुभयो 3 नङ नाहर सपरीको 2 जना बहिनी पास गरेकी छिन् एउटै घरबाट। त एउटै घरबाट 2टा पास गरेको आमा पनि हाम्रो माझमा हुनुहुन्छ। आमासित पनि म यस विषयमा जानकारी लिन चाहन्छु। तपाईँको 2टा छोरी पास गरेकी छिन्, कस्तो लाग्दैछ तपाईँलाई? राम्रै लागेछ मलाई। राम्रो लाग्दैछ। एउटै घरमा 2 जना छोरी हायर सेकेन्डरी मेट्रिकमा पास गरिन्। त योभन्दा राम्रो रिजल्ट गर्छ भनेर सोच्नुभएको थियो कि होइन? मलाई ठुलो छोरीले भन्नुभएको थियो मलाई 4टामा लेटर पाउँछु भनेर। अनि यसो हामीलाई अब ट्युसनहरू पनि दिनु पाइनँ। त्यसको लागि अब उनीहरूको उको अनुसारले ठिकै हाम्रो लागि त अब ठिकै नै भएको छ भने पनि हुन्छ। यो बिना ट्युसनमा यति वर्ष? बिना ट्युसनमै हो। अच्छा अच्छा। तपाईँको मालिक ड्युटी जानुपर्छ। ड्युटी जानुपर्छ। अच्छा। अनि यो आसपासमा अरू कसैले पास गरेको छ? आसपासमा यस्तो हाम्रो काकाको छोराले। तपाईँको परिवारमा यति पर्सेन्टेज ल्याउने प्रथम होला कि? मैले त अगाडि सुनेको छुइनँ। अहिले मेरो छोरीले नै अब मेट्रिकमा पनि उसले राम्रै रिजल्ट गरेको, ठुलोले 5टा लेटर भेटेको। अनि फेरि योपालि पनि राम्रै आशा थियो। अब जस्तो पढ्थ्यो, अब कोसिस गर्थ्यो पढ्नुलाई। ठिक छ, जसरी देख्नुभयो आमा साह्रै खुसी। जसको 2-2टा छोरीले मेट्रिक र हायर सेकेन्डरीमा राम्रो रिजल्ट गर्छ उसलाई साह्रै राम्रो लाग्छ। खुसी जताउनु सकेको छैन। त्यसै माझमा गोर्खा उन्नयन परिषदका सदस्य श्रीमान शङ्कर लामाज्यू पनि हाम्रो माझमा उपस्थित हुनुभएको छ। उहाँले इतिमध्ये उहाँहरूलाई सम्बर्धना गर्नुभयो र उहाँसित पनि म सोध्न चाहन्छु, तपाईँ गोर्खा उन्नयन परिषदको नाताले यो बहिनीहरू साह्रै दुःखको छ। उहाँको भविष्यको लागि गोर्खा उन्नयन परिषदबाट केही फन्ड आउँछ कि त्यस्तो केही सिस्टम छ कि? धन्यवाद छ साংবাদিক बन्धु। र इतिपूर्वे हाम्रो बडाहाब्जन गाउँ पञ्चायत अन्तर्गत 3 नङ नाहर सापडीका यी हाम्रा सुयोग्य कन्याहरूले जो सुख्यातिले हाई सेकेन्डरी र हाई स्कुलमा उत्तीर्ण भएकोमा हामी सबै नै गदगद भएका छौँ। यहाँ बसोबास गर्ने छर छिमेकी लगायत विभिन्न सङ्घ संस्था, साहित्य सभा लगायत विभिन्न संस्थाहरूले पनि सम्बर्धना गर्नु आउने सूचना पाइरहेका छौँ। र गभर्नमेन्ट अफ आसाम गोर्खा डेभलपमेन्ट काउन्सिल एउटा गोर्खा जातिको उत्थान र विकासको लागि नै बनिएको एउटा सरकारी अनुष्ठान हो। र यो सरकारी अनुष्ठानले हामीहरूले यसरी नै असममा बसोबास गर्ने गोर्खा सन्तानलाई हामी सबैतिरबाट विकास गर्नुको लागि नै हामीहरूले मनन चिन्तन गरेका छौँ, प्रयास गरेका छौँ। र त्यसको लागि हामीहरूले गोर्खा जातिको विकासको लागि जसरी आइएसको लागि हामीले जुन कोचिङ गराएका थियौँ, अगाडि पनि 22वटा विद्यार्थीलाई गराएका थियौँ। अहिले पनि आइएसको लागि अहिलेको लागि चाहिँ एपिएससीको लागि 30 जना विद्यार्थीहरूलाई हामीले कोचिङ गराइरहेछौँ। र भविष्यको दिनमा यी विद्यार्थी सुकन्याहरूलाई पनि हामीहरूले निश्चय चिन्ता चर्चा गरेका छौँ। जुन एककालीन साहाय्य व्यवस्था छ, जुन चाहिँ अगाडिको व्यवस्थामा हामीहरूले जो विद्यार्थीहरूले पिएचडी गर्दै थियो, पिएचडी गर्ने विद्यार्थीहरूलाई हामीहरूले एककालीन साहाय्य दिएका थियौँ। अरू निट क्वालिफाइड भएकाहरूलाई सबैलाई एउटा एन्करेज, उहाँहरूलाई उत्साह दिनलाई एउटा ल्यापटप प्रदान गरेका थियौँ। र अगाडिको क्रममा हामीहरूले जति पनि बिपिएल विद्यार्थीहरूलाई चाहिँ एककालीन साहाय्य निम्नतम 5000 रुपियाँ दिने व्यवस्था गरेको थियौँ। र अहिलेको व्यवस्थामा निश्चय अहिले म छर्लङ्ग गरेर भन्नु सकेको छुइनँ, किनभनेदेखि हाम्रो एक्जिक्युटिभ बसेपछि आउँदो जुन 12 पास गर्ने वा मेट्रिक पास गर्ने विद्यार्थीहरूलाई के गर्नु सकिन्छ ती विषयमा म अहिले स्पष्ट भन्नु सकेको छुइनँ। तर हामीहरूले जसरी आइएसको लागि कोचिङ गराएका थियौँ, एसिएसको लागि अहिले कोचिङ गराइरहेका छौँ। यो एकमात्र यो जति पनि बिपिएल विद्यार्थीहरू छ उहाँहरूको विकासको लागि नै गरेका छौँ। र भविष्यत हामी निश्चय नै यो चिन्ता चर्चा गरेका छौँ। र आउँदो भविष्यत
उहाँहरूको लागि हामी उज्जवल कामना गर्दछौँ र हामी सबै नै गदगद भएका छौँ। जेहेतु कि मेरो बाखागृह यही जग्गामा हो, यही पञ्चायत अन्तर्गतको हो र हामी पनि खुसी छौँ र यस चेलीहरूले जुन नानीहरूले जसरी अखेक कष्ट गरेर पास गरेको छ यो एउटा उदाहरण स्वरूप हुनेछ असममा। किनभनेदेखि उहाँहरूको जुन चाहिँ अभिभावकको आर्थिक अनाटन भए पनि आफ्नो मनन चिन्तन आफ्नो चाहिँ साधनाले गर्दाखेरि आज यो सक्षम हुनु, यो पर्यायमा पुग्नुलाई सक्षम भएको छ। यसको लागि हामी गोर्खा डेभलपमेन्ट काउन्सिल तर्फबाट उहाँहरूलाई मुरी धन्यवाद दिँदछौँ। यो एउटा उदाहरण स्वरूप हुनु छ। आज हेर्नुहोस् बहुत विद्यार्थीहरूलाई अभिभावकले यस्तो एउटा गाइडलाइन्स, यस्तो एउटा सहयोग गरेका छन्, दिन रात गरेर खटेका छन्। जति नानीले खट्छ त्योभन्दा बेसी अभिभावकले खटेर गरेछन्। तर यहाँको आर्थिक अवस्था टनकियाल नभएको लागि स्पष्ट गरिसक्नु भएको छ। उहाँहरूले ट्युसन नभई आफै पढेर आफैले अध्ययन गरेर माने मनन चिन्तन गरेर ध्यान धारणा गरेर आज यो हासिल हुन सकेको एउटा उदाहरण हो र आउँदो भविष्य अझै उज्जवल होस्, शिक्षा जीवनमा अघि बढेर जाओस् यो हामी कामना गर्दछौँ। र गोर्खा डेभलपमेन्ट काउन्सिल तर्फबाट हामी के सक्छौँ त्यो निश्चय नै उहाँहरूलाई हामी सहयोग पुर्याउनेछौँ र यो कुरालाई म हाम्रो जुन एक्जिक्युटिभ हुन्छ त्यहाँ प्रेरण गर्नेछु र आउँदो भविष्य 12 पास गरेको विद्यार्थीलाई के गर्न सक्छौँ, मेट्रिक पास गरेकोलाई के गर्न सक्छौँ, ती कुरा चाहिँ म पछि नै भन्नु सक्छु भन्दै मेरो वक्तव्यलाई समाप्त गर्दछु। जसरी भन्नुभयो हाम्रो गोर्खा डेभलपमेन्ट काउन्सिलका सदस्य श्रीमान शङ्कर लामाज्यूले आश्वासन दिनुभयो जे बिपिएल स्टुडेन्टहरूलाई आर्थिकको साथसाथमा शैक्षिक दिशामा पनि गोर्खा डेभलपमेन्ट काउन्सिलले काम गरिरहेको छ। विगत समयमा पनि काम गरेको छ र आउने समयमा पनि काम गर्नेछ हामी आशावादी छौँ र उहाँ बहिनीहरूको कुरा पनि एक्जिक्युटिभमा उहाँले कुरा राख्नुहुन्छ भन्ने उहाँले आश्वासन दिनुभएको छ। र आजको लागि यतिमै म बिदा लिँदैछु। म जतन प्रधान सतीर्थ मिलन अधिकारीको साथमा गोर्खा आवाज लाइभका सम्पूर्ण दर्शकवृन्दसित बिदा लिँदैछु। धन्यवाद।